हेलो गाइज, आज हामी चाहिँ एउटा च्यालेन्ज गर्न जाँदैछौँ, अल्फाबेटिकल च्यालेन्ज कन्ट्री नेम भन्ने। अनि विदिन 10 सेकेन्ड 15 seconds. ल ओके, विदिन 15 सेकेन्ड चाहिँ हामीले कन्ट्रीको नेम भन्नुपर्छ। यदि भन्न सकेन भने चाहिँ पास हुन्छ। अनि यो चाहिँ 500 रुपिसको च्यालेन्ज हो। मेरो पनि छ। अब जसले धेरै चाहिँ भन्न सक्छ कन्ट्रीको नेम त्यसले चाहिँ 500 रुपियाँ पाउँछ। ओके, स्टार्ट गरौँ है त। ओके, ल फर्स्टमा पऱ्यो यु फर्स्ट. ओके, एबाट है अस्ट्रेलिया, बी बेल्जियम, सी चाइना, डी डेनमार्क, ओके, ईबाट इजिप्ट, एफ फिनल्यान्ड, जीबाट जर्मनी, एच हङ्गेरी, आई इन्डिया, जे जोर्डन, ओके, के केन्या, यल यल है ल टाइम लक्जमबर्ग, ओके, के भन्नु पऱ्यो यल ए मालदिप्स, एन अभियसली नेपाल, ओबाट होइन ओमन, ओके, पी प्याराग्वे, प्याराग्वे फर्स्ट टाइम सुन्नु मैले। क्युबाट होइन कतार, आर रसिया, एस स्विजरल्यान्ड, टी टी टर्की टर्की, यु युक्रेन, भी भियतनाम भियतनाम अब यु भनेको ए भी भनेको होइन डब्लु, माई गड युबाट के छ, डब्लुबाट कन्ट्री छ र होला. डब्लु आएन हौ भनेको पास. Let me think. 15 seconds. नो 10 सेकेन्ड 50 सेकेन्ड मैले पाएँ. Okay. Which letter? डब्लु W. Pass. ओके, मलाई पनि आएन. अब यो चाहिँ इक्वल भएको छ. ओके, ल डब्लुबाट हजुरहरूले जानुहुन्छ भने कमेन्ट गर्नु होला. डब्लु पछि कसको टर्न? मेरो डब्लु एक्सबाट. I don't think there is any country starting from letter X. एक्सबाट छैन होला सायद, कन्ट्री छैन. Okay, pass. पास. एक्सबाट कन्ट्री छैन आई थिङ्क. छ भने कमेन्ट गर्नु होला. अब हामी दुईवटा जानेनौँ है, डब्लु एन्ड एक्स. अब वाइ कसको टर्न हो? मेरो वाइ यमन. Okay. यमन ओके, यमन. जेड जेड. अब हार्न त कुनै हालतमा भएन. जेड होइन आउँछ तिमीलाई? आउँछ नि मलाई. प्रेसर. जेड. 500 जान्छ के हो? बल्ल त लाग्छ त. ओके, यु से. ओ नो, मलाई पनि आउँदैन के. ल बच्यो है, 500 बच्यो. इक्वल भयो है अहिलेसम्म. एकछिन, आई हेभ 10 सेकेन्ड. ओके. त्यस्तो गर्नु पाइँदैन क्या, त्यसो म एकदम डिस्ट्र्याक्ट हुन्छु त. जेडबाट Time up. Okay, this is a tie. If you guys know, please let us know in the comment section below. हामीलाई कुन आएन? डब्लु आएन, W, अनि एक्स, अनि X,
अनि जेड जेड। यो तिनटा आएन होइन हुन त हुन्छ होला सो इफ यु गाइज नो प्लिज लेट अस नो इन द कमेन्ट सेक्सन अब यो कसले पाउँछ त यो टाई भयो अब यो नेक्स्ट चोटिमा चाहिँ उ हुन्छ फेरि अर्को च्यालेन्जको लागि ओके बाई आजको हाम्रो च्यालेन्ज चाहिँ यस्तै रह्यो टाई भयो नेक्स्ट टाइम चाहिँ अझै इन्ट्रेस्टिङ च्यालेन्जका साथ हामी आउँदैछौँ आजलाई चाहिँ बाई